खास्टे ताल भयो यो खास्टे तालको परिसर घुम्दैछौँ हामी बुढाबुढी बस्ने ठाउँ बनाउनु रहेछ यहाँ एकदम राम्रो छ ल पहिला सानोमा यो खास्टे ताल तरिन्थ्यो जुका कति लाउँछ जुका रमाइलो छ अहिले त के छैन बगेर पुरा हुनुपर्ने हो तर गहिरो त त्यति छैन कि यो ताल ल हेर कस्तो राम्रो उसके हाँस हुन् कि यो तालमा बस्ने हाँस हो कि तालमा बस्ने होइन तालमा बस्ने हाँस हो कि यस्तो छ परिषद हल्का घुमाउँ न त भनेर हल्का काम थियो त्यो काम नभएर अनि फेरि एकछिनमै जाने काम गर्नु कति रमाइलो छ हाम्रो घर त उहाँ छ माथि हाम्रो घर यहाँ माथि ठ्याक्कै यो के भन्छ अरे बादलको मुनि ठ्याक्कै ल घर त्यहाँ हो त्यस्तो छ कुरा लाउँछ नि त कुरा लाग्छ अर्को रुगा खोकीले चाहिँ अलिकति बोलाउनलाई चाहिँ अप्ठ्यारो पारेको छ त्यही नै बुझिदिनु होला होइन त यो कमलका फुल हुन् कि के फुल किल्लाका हुन् कि के हो यो सफा गर्नुपर्ने भएछ है यो ताल त सफा त गरे हो पहिले नि ल यस्तो छ कति पौडी खेलिन्थ्यो पहिला यहाँ जुका कति लाउँथे नामले जुका यहाँ के रहेछ यो सफा गर्ने रहेछ ताल सफा गर्ने रहेछ यो हेर्नुहोस् यसले मिसिनले ताल सफा गर्नु पर्छ यही बाछी रहेछिन् बाछी ताल चाहिँ राम्रो बनाएको है अहिले बनाउँदा यहाँनिर त राम्रो बनाएको छ अहिले उता साफ गरेको त मिसिन होइन त चल्छ यो मिसिन चल्दैन अहिले हाम्रो समितिले सञ्चालन अर्गनाइजेसन साफ थियो अनि ओडाले समितिमा दिएन ए हो अनि मिसिन पनि बिग्रियो पाइडल बोर्ड पनि डुब्यो अरे त्यही हो सानो मात्रै देखियो पाइडल त त्यति गहिरो रहन्छ क्या रहेछ है होइन त्यो पानी त्यो पाइडलबाट तल यसरी ढङ हुन्छ कि त्यसमा पानी त्यो घर जस्तो म त सधैँ हाम्रो घर त उहाँ कहाँ त्यो घर जस्तो ल रहेछ भन्ने चलेकै छैन भन्ने घर त हाम्रो उहाँ माथि ट्याक्क बादलको मुनि कसो छोरा भन नि त्यो त सबै चिन्नु चाहिँ त्यो त बाबुराम ढुङ्गाना छोरो चिन्नुहुन्छ हिँड्न चाहिँ उहाँकै छोरो बुढा के अरे बालाई नचिने सासू निर्मला बुमा हो पदम पानी र म सँगै पढे अनि अब ठुल दाई राम भए माइल दाई बाबुराम भए वीरेन्द्र म श्रीकान्तको कस्तो राम्रो भ्यू देख्दैछ श्रीकान्तको बाको मामा छोरो म श्रीकान्त मेरो चाहिँ नि भान्दाईको छोरा हो दया मेरो भान्दाईको छोरा हो मेरो घर उहाँ सिराना नर्सुर हो अनि तिमी जेठीपट्टिकै निर्मलापट्टिको भए त चिन्न थिएँ मैले किन निर्मलाबाट त गइराखिन्थ्यो त्यहाँ ए छोराको बारे राम्रो भ्यू देख्दो रहेछ हजुर म दुबई छु दुबई हजुर बुहारीको माइत मेरो यता नजिकै हो के अरे राजबाट सर हो कि सबै चिन्न सिकेन म त चिन्नु भयो किन नचिन्नु के अरे उता के कसै छोरी हो भन
नगेन्द्र राजबाट नरेन्द्र केसरी हो चिन्नुहुन्छ हाम्रो बुवालाई नि ए भन्न पढेकै त्यो डाँडा हो अब हुर्केकै त्यहीँ अब यहीँ घर भएको मान्छे मेरो पहिला अनि हजुरको घरसँग आएर यो नरसुरा भन्ने हो त्यहाँ नर्समा नरसुरा बरालुङमा अनि यहाँ आउनु कि चलाउनु मेरो घर थियो ए हो त नि यहाँ हिँड्न त भाँडा त के आउने हो त्यही त्यो राखिरहेको हो नि त नि यो राखिरहेको त हो गोविन्दलाई चिन्दैन